हेलो गाइज फाइनली हामी चाहिँ पार्वती गुफामा पनि आइसक्यौँ है। भ्यू जय माता दी। यहाँ चाहिँ फेरि तपाईँलाई पकाएर खान पनि मिल्दो रहेछ है। सबै रहेछ। अब पार्वती गुफा चाहिँ यता हुनुहुन्छ है। यहाँ पार्वती गुफा यता हुनुहुन्छ। जय माता दी। अर्दिन कि क्या हो, अलिक न्यारो रहेछ क्या यहाँ चाहिँ। होचो भएर पस्नलाई गाह्रो रहेछ है। हात टेक्नुपर्ने रहेछ। फेरि भुइँमा पनि पानी रहेछ हल्का है, रसिएर आएको होला। यहाँ पस्ने ठाउँ चाहिँ सानो रहेछ, भित्र त खुल्लै रहेछ पूजा गर्ने ठाउँ। पार्वती गुफा गाइस। अक्सिजन कम होला है त। बाहिर बत्ती बाल्न आँटेको छ है। जय माता दी। अठबार माता की जय। पार्वती माता की जय। देवी ओम नमः शिवाय। राख्दै अरूलाई पनि अलिअलि छुइरहेछ भयो। हामीले चाहिँ ठाउँ कन्जेस्टेड भएर भाइलाई नै छोरा दियो बाल्दैछौँ। फेरि लाइटर बलिरहेको छैन। ल भलो टक्क साले है। जय माता दी। 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 मलाई त आउँदैन र त्यो पनि ट्राई चाहिँ हाल्छु। अहिलेसम्म खुवाएको छैन मैले। त्यो मैले अहिलेसम्म गरेको छैन। कता पुग्छ यहाँ चाहिँ मलाई शङ्ख फुक्न नआएर जिन्दगीमा कहिले फुकेको थिएन। पहिलोपल्ट थियो है। मैले चाहिँ अहिलेसम्म फुकेको छैन, फर्स्ट टाइम यो। आएन माता दी। गोपालदेखि फ्याल्नुपर्छ। मलाई मात्रै आउँदैन भनेको त हाम्रो दावा भाइलाई पनि आउँदैन रहेछ है। अलिक बजाउन सक्ने चाहिँ हाम्रो रेगन दाजु मात्रै हुनुहुँदो रहेछ यहाँ।
हामी दुवैलाई आएन मलाई त झन् फाटै आएन भनौँ न भाइले त अलिअलि पारेर ल्यायो कोसिस चाहिँ भाइले कडो गरेको तर बद्दै भएन आएन है फेरि देब्रे दाहिने पनि हुँदो रहेछ सँगै चाहिँ माताको दर्शन गरेर पनि निक्लिने भयौँ हेर्न सक्नुहुन्छ हेर्नु न कस्तो छ निक्लिने ठाउँ पुरै न्यारो क्या हात टेकेर निक्लिनु पर्ने केपको बाहिरको भ्यू चाहिँ हेर्नु न बा निक्लिने बित्तिकै यस्तो बवाल भ्यू देखिन्छ अनि हेर्नु नि यहाँ फलेक पनि छ यहाँ बस्नलाई फलेकमा बसेर आराम गरेर हाम्रो ओखर खानु हुँदैछ दाइहरूले भाइले बवाल छ तल देखेको गाउँमा हामी पुग्नुपर्ने तल पुगेको अब पार्वती गुफा शिवधारा पनि गयो पार्वती गुफा पनि आयो अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ यहाँबाट तल गएर याङले खर्क गएर फेमाताङ पुग्नु छ चलो हामी चाहिँ पार्वती गुफाबाट फर्किने क्रममा छौँ रेगन दा पछाडि हुनुहुन्छ मेरो पछाडि दावा भाइ अगाडि छ है यहाँ हेर्न सक्नुहुन्छ पार्वती गुफा फर्किने चाहिँ यस्तो छ है गाडी चाहिँ यस्तो फर्किने दावा भाइ कम्मर पछाडि हात लाएर टुइटी हिँड्दैछ भनेको मात्रै फेरि हात छोडेर फेरि लगाइहाल्नु भिडियोको लागि भनेर होला त्यस्तै छ है बाबा भाइको कला देखिहाल्नु होला होइन तपाईँहरूले योभन्दा तलको चाहिँ अर्को एपिसोडमा आउनेछ सब्सक्राइब माई च्यानल एन्ड प्रेस द बेल आइकन थ्याङ्क यू फर लभ एन्ड सपोर्ट किप वाचिङ